आज चाहिँ हाम्रो कमल दिदीकोमा यसो रमाइलो भेला छ। के कुट्दै गरे कहिले आलुदमको लागि आलुको अचार। हजुर आलु अचार। ल अब यहाँ आलु अचार हुँदैछ। दिस इज यङ बेन। दिदीले चाहिँ के भन्दै हुनुहुन्छ यहाँ बुवालाई बियर दिउँ भन्दै हुनुहुन्छ। पोस्टर कि स्टेला नै दिने। एउटा मात्रै निकाल्नु। एउटा मात्रै यतिकै नि। यो येलो बक्समा चाहिँ के छ? ओ माय गॉड, खोल्नै नसकेको। यो त एकदम अर्गानिक के हो? यो बाघको दुध महिना पुगेको कि वर्ष पुगेको होममेड वाइन छ यसमा। तर अहिले खोलिएन, भरै खोलेर बनाएर खाएको बेला भिडियोमा आउँछ। यहाँ त बाहिर त हुन थालेछ त। यो त तपाईको हैन? तातै लिनु थालेको। कान्छीको भएको हो। ल फेस गइसक्यो। किन गएको? 2-3 कति भित्र पनि गयो हैन? हैन बुवा चाहिँ भर्खर आइपुगेर तातै हुँदैछ यहाँनिर। यो चाहिँ चटनी। यहाँ हेर्न यो बाङ्ग्रा। बुवा मिठो बनाउँदैछ केटोहरूले। यसले चाहिँ तान्दैछ है। बापरे, यो सब्जी चाहिँ अर्गानिक सब्जी अहिले सुँगुरको मासुसँग जान्छ। यहाँ छोराहरूले पोल्दैछन्। तातै पोलेर बाजेर बाबालाई खुवाउँदैछ। मिठो यमी यमी। यो चाहिँ यो भएको छैन। म त यस्तै एउटा के अरे झरना छ कि भनेर। यो रुख काट्ने भनेको होइन? ए हो, यहाँ रहेछ नि त यो गुण। गार्डन चाहिँ हुँदैछ है यहाँ, दिदीको गार्डन। आज चाहिँ हामी दुई घरले मजाले यहाँनिर बाबाहरू सबैलाई बोलाएर चाहिँ दुईटा छ मिसले खान्छ। अङ्कल आउनु भएन? ए तातो त अलिअलि त केही पनि हुँदैन नि बुवा होइन? खायो भने पच्छ नि। अनि किन खानु भएन त? यत्रो छ त त्यतिकै। यो एउटा भाइमा आगाइहाले। धेरै मासु खानु पर्दैन। हिजो यसले कति मासु दिएको त आएर चपाउँदै गर्दै दिएको सबै खाइसक्यो। ससेट खाएन, त्यो काँचै बनाइदियो कि क्या हो? हेरेन मासु दिँदै थिएँ कि ससेट पनि ल्याइदिएको थियो। प्यारी के को लागि? कसले भनेको भन्नु चाहिँ? अहिले कान्छा मामा र माइजू आउनुहुन्छ।
आलुको अचारको लागि मोमो हुँदैछ मोमो यहाँ झिकिराख्ने खै त साह्रै पाकेछ साह्रै धेरै पाकेछ है मिठो बनाउँछ है जुसी खालको दुईजनाले चाहिँ मोमो पुरा जुसी रहेछ भन्दै खाँदैछ हो फेरि त्यसपछि यस्तो जुसी मोमो हुँदैन नि मेरो बुहारी अघि त्यही त यसले चाहिँ होममेड वाइन बनाउँछ नाच्नै पर्यो यस्तो दामी छैन नि कति वर्षको माकुली जस्तो छ नि माकुली पो हो कि माकुली हो नि त यो माकुली ओ माय गॉड मेरो घरमा त्यस्तो बनाउँछ यो खानु अब मैले आज डोनट पनि छ है यो आफै बनाएको हो हामी चाहिँ कस्तो राम्रो डुनट दुर्लो के रे ए अनि हो नि यहाँ कसले बनाउँछ त होइन कान्छ भर्खर आइपुगेको है पाहुना तर बेडबाट भर्खर निस्केको है अघि बनाइसकेको यो वाउ आलुको चटनी आलुदम पनि होइन के हुन्छ 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 आम्मामामा यहाँ के हो यहाँ आम्मामामामा ल को आयो अरे अन्त पाहुना लु कता हाम्रो माइजू आइपुग्नु भयो ल सेवामा ल मेरो माइजू आइपुग्नु भयो यता मामा सेवा लु यता पाहुनाहरू गेस्ट आजको एकदमै हाम्रो मामा माइजू पारो यता यता माइजूलाई सेवारो अर्को आयो फेरि सेवारो भयो ओ च्याब्बास हुन्थ्यो नि त ए हुँदेको ए अझै रहेछ त नि कसले यमी 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 है यो त धरानी सुँगुर जस्तो छ त बसन दिनभरि थामिहाल्छ अब त्यो धेरै त्यो पनि होइन अब बिग्ना 3 कुर्कुर 3 प्याक ओके हो जुङ्गा हालिँदैछ है हो कि होइन भन्नु त भयो होइन त्यो अब 3 प्याक भन्दा बढी कहाँ 6 प्याक थियो हिजो त 6 प्याक अनि चाहिने त्यही मात्रै खाइ थपिन
कहाँ 6 प्याक भन्दै थियो है एकसँग हो बोतल त फिनिस भएछ त अनि अब त्यस्ता ग्रिन पार्ने कति कयौं हजारौं हुन्छ अब बेलुकी खान्छ ए ब्लू लेभल बिहान त छैन त्यो बदलै छैन खानु हुन्छ हिजोको ब्लू लेभल चाहिँ झन्डै त्यो 6 प्याक भन्दा नि धेरै थियो त्यो त फिनिस भएको थियो यो केटाहरूले खाए त खायो नि खान्छु लु ओइ के हो बाबा किन आयो है भाइजू नानीहरूलाई ल ल होइन अनि किन ल्याउनु त त्यस्तो नल्याएर हुन्छ त माइजू आयो है के हो अचारहरू मामाले नि पिरो खानु धेरै होइन एउटा छ न धेरै होइन भयो ऊ बाहिर अघि लिएर आउनु एउटा पाहुना बल्ल आइपुग्यो एकजना पाहुना बल्ल आइपुग्यो यता आइसक्यो अरे यता मिठो होइन हात ढोक्ने बोजूलाई स्याबा फेरि तेरो आइटम आयो फेरि पकाउने मेरो अब आइटम आयो ए भइरहेको ल ल लु पाहुनाहरू आइपुग्यो है टाढोकोहरू नमस्ते यसो गर्नु सेवारो आज लामो काम लागेछ खै सरी न को हो हार्ड ड्रिङ्क चाहिँ कसले खाने हार्ड ड्रिङ्क ए होममेड माकुलीको नि माकुली छ यहाँ मिठो छ है खानेकुरा अघि थाहा भयो माछा बनाइदिन्छ मलाई मुखमा लगा न त आम्मामा कप्पै लाग्छ एउटा मामा ल त मिरा अब मामाले गर्छ अनि म गर्छु
आमामामामामा कता गयो हौ आमामामामामामा वाउ लु सुरु खै कतिवटा ओ ल एउटा मिस्टेक नभए है कहिले त मेरो टाउको आफ्नो टाउकोमा त लाग्दैन पहिला त निकै अहिले यहाँबाट हो हान्ने यसरी होइन वाउ दिदीको भाइ Okay, not bad. Not bad. Iksan आइज ल आइज त एकसाङ ल आइज हेर्छु ल ल कहाँ हान्छ त्यहाँबाट त्यो हड्डी पट्केको ला ओ nearly pass slow motion तिम्रो हात एडिट गरिदिन्छु म हात ओ माई गॉड भाइ दामी ल है होइन दाइ त दिनभरि यहाँ बस्दै खेल्नुहुन्छ ए अफ गरिदिन्छ है मम्मी अफ गरिदिन्छ है ल गो खै कहाँ हो के हो यो हो यो के हो यो आमामा यहाँ ल ओहो आमामा के गेम खेल्नु पर्ला बल्ल ल गेम फेरि ल स्याबास ठिकै छ त्यहाँ त लाग्दैन होस् ठिकै छ फेरि ओ ल भयो ल बसन 2 घन्टा भइसक्यो त अझै सकेको छैन त यो ब्याट्री नै छैन के ओके कम हियर ल खोइ बिचमा ल हेरौँ त अङ्कल अब भर्खर जोइन हुनुभयो है अनि हजुर इन्टरभ्यू यसो सबै फ्यामिलीहरू गेट टुगेदर होइन भन्नु त ल दाइलाई आउँछ भन्नु न होइन भागिहाल्नुभयो अङ्कल आउनुको इन्टरभ्यू त निको
ल अब एकछिन भएको